हाई के हुँदैछ हल्लीचल्ली। मैले चाहिँ धेरै पछि भिडियो बनाएको होइन, अनि मैले भिडियो नबनाएको चाहिँ अलमोस्ट 1 इयर भइसक्यो नि त। अनि म चाहिँ आज यो पाइलट बाबामा घुम्न आएको। अनि यो चाहिँ कुसादेवी पछाडि छ है। म तपाईँहरूलाई अहिले पाइलट बाबा पनि देखाउँछु। अनि त्यही हो। होइन, अनि मलाई कतिजनाले भिडियो खोइ त भनेर सोधिराख्नु भएको थियो नि त। होइन यस्तो हो क्या, एक त अचेल म त्यस्तो घरबाट बाहिरै निस्किदिनँ, अनि अचेल होइन म त्यस्तो घरबाट बाहिर निस्किदिनँ नि त। अनि कहाँको बनाउने के बोल्ने भइरहेको क्या मलाई चाहिँ। आइएम इटिङ चक्लेट। हामी चाहिँ सोमनाथ मन्दिर हामी आई मिन सोमनाथ मन्दिर छिरिसकेका छौँ है। अब म घुमाउँछु है त। खै के बोल्ने, यस्तो राम्रो बगैँचा छ है। पाइलट बाबा आश्रम। हाम्रो गणेश भगवान। सोमनाथ मन्दिर शिवलिङ्गको मूर्ति। यहाँ फोटो खिच्न अलाउड छ कि छैन, तर मैले त भिडियो लिइदिएँ। ल दर्शन गर्नु सबैजनाले। यहाँबाट त्यस्तो भ्यू चाहिँ देख्दैन रहेछ, सबै छेकिँदो रहेछ। सो पाइलट बाबा चाहिँ यति नै रहेछ है, त्यस्तो ठुलो ठाउँ चाहिँ रहेन। म त आएकै थिएन म चाहिँ आएकै थिएन है, आज पहिलोचोटि आएको म। अनि त्यस्तो हुन्छ नि, ठिकै रहेछ। सो म चाहिँ ब्याग फर्किँदैछु ल।